कुनै कमाउने मान्छे सिद्ध ढलिसकेपछि अब आर्थिक स्रोत केही पनि छैन, न जागिर न केही होइन, न धनी धनाढ्य मान्छे होइन, गाउँघरको गरिबको छोरा। फेरि देश विदेशबाट मेरा आफन्तजन छरछिमेकहरू सम्पूर्ण अब भनौँ न अल नेपालीहरूले मलाई सहयोग गरेर साथ दिएर मेरो ज्यान बचाइदिनु भयो र म तपाईँहरूसँग बोल्ने एक दुईवटा शब्दहरू लेख्ने, मेरो जान परिवारसँग बोल्न सक्ने भएको छु। कस्तो महसुस भइरहेछ तपाईँलाई चाहिँ यो अवस्थामा आउँदै गर्दा चाहिँ? नै मेरो किस्मतै यस्तै हो, मैले जस्तो मेरो किस्मतमा भयो त्यस्तै भोग्ने हो भनौँ न। एउटा होइन आमा समान कि आमाले एउटा बच्चालाई स्याहार सुसार गर्नुपर्छ नि, त्यसरी नै स्याहार सुसार गरिराखेको छन् मेरो श्रीमतीले। अनि यो अवस्थामा तपाईँले आफ्नो श्रीमानलाई सहारा दिइरहनु भएको छ। तपाईँ एउटा महान नारी अनि महान श्रीमती हुनुहुन्छ। हजुर दाइ, यो तपाईँ हामी जोडीदेखि पछिल्लो चरणको सहयोगको कुरा गर्नुभयो तपाईँले। यो पछिल्लो चरणमा झन्डै 3.5 लाख जति उठिसकेको छ दाइ। बेहोस न थिएँ दाइ, म लगभग 1 हप्तासम्म कोमामा थिएँ, थाहा थिएन मलाई। सबैकै अब खाने बस्ने होइन, अब दिसा पिसाब, त्यसपछि ओर्काउने फर्काउने, त्यसपछि कपडा लगाउने नुहाउने कोलगेट बुरुस हरेक चिज अर्कैको सहारामा डिपेन्डेन्ट। सर्वप्रथम यहाँहरू सबैजनालाई हार्दिक स्वागत एवं नमस्कार भन्न चाहन्छु। म अशोक घरती मगर। यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला। जो उहाँको लागि मैले एउटा भिडियो बनाएको थिएँ, त्यो भिडियो मार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चाहिँ देश विदेशबाट आर्थिक सहयोग गरिदिनु हुने सम्पूर्ण महानुभावलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म आज उहाँको बारेमा यहाँहरू समक्ष यो सानो भिडियो पस्किँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। स्वागत छ भाइ। हजुर दाइ, धन्यवाद। तपाईँको परिचयबाट नै सुरुवात गरौँ है। सबैभन्दा पहिला सम्पूर्ण देश विदेशमा बसेर यो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। योभन्दा पहिला मलाई सहयोग गरेर साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। साथै रुकुमदेखि यहाँसम्म आएर भिडियो बनाएर साथ दिनुहुने अशोक घरती दाइलाई हृदयदेखि नै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो नाम प्रशान्त बुढा मगर, घर रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 4 पाछाबाङ। अनि तपाईँको घर परिवारमा कतिजना हुनुहुन्छ? मेरो घर परिवारमा हामी 4 जना हो, बुढाबुढी 2वटा छोराहरू। तपाईँको विगतबाट नै हामी सुरुवात गरौँ। अनि कसरी चाहिँ यो तपाईँको यो अवस्था र तपाईँको लागि यो घटना घट्यो? म आजभन्दा 4-5 वर्ष अगाडि है इन्डिया गएको थिएँ दाइ, रोजगारको सिलसिला है। अब त्यही रोजगारको सिलसिलामा काम गर्ने क्रममा है, काम गर्दै गर्दा रुख धाल्दाखेरि रुखले अचोत्यो। त्यसपछि मेरुदण्ड पक्षघात ढाड भाँचियो भनौँ है। ढाड भाँचिएपछि लगट्टै अब प्यारालाइसिस भयो, कम्मरदेखि खुट्टाहरू नचल्ने भइदियो त्यही। अनि त्यो खुट्टाहरू नचलेपछि अब पुरै अब सुत्दा घाउ यताउति भएर घाउ भयो कि एकदमै गाह्रो। त्यसपछि अहिले 4-5 वटा अपरेसनै गर्नु पर्यो दाइ। म अहिले यहाँ आएको पनि धेरै भयो, 7-8 महिना त म अस्पतालमै बसेँ थिएँ। काठमाडौँ 2वटा अस्पतालमा बसेँ, एउटा मेडिकल कलेज केएमसीमा बसेँ दाइ, प्राइभेट अस्पताल थियो एउटा, फेरि ट्रमा सेन्टरमा दाइ। धेरै बसेँ म। अझै उपचार बाँकी नै छ, अपरेसनहरू बाँकी नै छ। अनि अपरेसन गर्नको लागि घाउहरू ठिक नभएसम्म चाहिँ अब रुममा बस्ने, घर जाऊ भनिसकेपछि डाक्टरहरूले म रुम लिएर यतै रुममै बसेको छु। अनि अहिले कस्तो छ तपाईँ बस्ने रुममा चाहिँ? यो भाडा तिर्नुपर्छ या कस्तो? अहिले रुम म आफन्तीकोमा छु, त्यस्तो भाडाहरू यताउतिको हिसाब गरेको छैन, केही पनि भरेको छैन। आएर बसेको मात्रै छौँ हामी। भनेपछि आफन्ती चाहिँ हेल्प छ? हेल्प छ, आफन्तीकै हो। भाडाहरू सायद तिर्नु पर्दैन होला, आफन्ती हुनुहुन्छ, सहयोग गरिराख्नु भएको छ। अनि अहिले कस्तो छ तपाईँको अवस्था? अहिले गाह्रो त गाह्रो नै हुन्छ दाइ। अहिले अलि पहिलाको भन्दा धेरै राम्रो छ, अलि पहिलाभन्दा राम्रो छ। अब घाउहरू चाहिँ अब ठिक सन्चो भइसकेको छ दाइ। अझै बाँकी अपरेसनहरू गर्नु छ। यस्तो छ दाइ, यहाँ मेरो एकदमै गाह्रो छ दाइ। बाँकी अपरेसन गर्नुपर्ने यो हो, यसको अपरेसन। योबाट चाहिँ तपाईँको दिशा हो दाइ, बाहिर चाहिँ त्यो निकाल्नलाई होइन? यसमा दिशा हुन्छ दाइ। हामीले त्यो जो अभियानको चाहिँ जो एउटा भिडियो मार्फत चाहिँ हामी अभियान सुरु गऱ्यौँ नि भाइ, अनि त्यतिखेरको अभियानबाट चाहिँ कति आर्थिक सङ्कलन भएको थियो? हजुर दाइ, यो तपाईँ हामी जोडीदेखि पछिल्लो चरणको सहयोगको कुरा गर्नुभयो तपाईँले। यो पछिल्लो चरणमा झन्डै 3.5 लाख जति उठिसकेको छ दाइ। फेरि देश विदेशबाट मेरा आफन्तजन छरछिमेकहरू सम्पूर्ण अब भनौँ न अल नेपालीहरूले मलाई सहयोग गरेर साथ दिएर मेरो ज्यान बचाइदिनु भयो र म तपाईँहरूसँग बोल्ने एक दुईवटा शब्दहरू लेख्ने, मेरो जान परिवारसँग बोल्न सक्ने भएको छु। र उतिखेरको सहयोग भनेको 7-8 लाख
रुपियाँ जम्मा भएको थियो र तपाईँहरूलाई एकदमै हृदयदेखि धन्यवाद भन्न चाहन्छु। मेरो आजभन्दा 4 वर्ष अगाडि इन्डियामा भएको यो घटना हो। अब रोजगारको सिलसिला भनौँ न, अब नेपालमा त रोजगार छैन। अब आर्थिक पैसाको लागि ऋणदान हुन्छ, त्यो कमाउने जमाउने घर परिवारसँग बस्ने भनेर इन्डिया गएको। त्यही क्रममा चाहिँ अब काम गर्दा रुखले ढाल्दाखेरि रुखले च्यापेर अनि मेरुदण्ड पक्षघात भइसकेपछि मेरो यो अवस्थामा आएको छु। यस्तो अवस्था छ अहिले। योभन्दा चाहिँ पहिलेको जो तपाईँको जिन्दगी र त्यसपछिको यो तपाईँको यो जिन्दगीमा धेरै कुराहरू डिपेन्ड छ। हजुर दाइ, एकदमै यो डिफ्रेन्ट भइहाल्छ नि। राम्रो भइदियो भने अब आफैले कमाउने, अब आफ्नो जान परिवारहरूलाई पाल्ने यताउति होइन, धेरै कुराहरूमा फरक परिहाल्छ। अब अहिले चाहिँ आफू नै कमाउने मान्छे सिद्ध ढलिसकेपछि अब आर्थिक स्रोत केही पनि छैन, न जागिर न केही होइन, न धनी धनाढ्य मान्छे होइन, गाउँघरको गरिबको छोरा, गाह्रो छ दाइ। कति भयो तपाईँ चाहिँ यस्तो अवस्था हुनुभएको? यो मलाई 4 वर्ष भयो दाइ, ठ्याक्कै 4-4.5 वर्ष नै भइसक्यो। अहिले यस्तो अवस्थामा छु। एकदमै गाह्रो छ दाइ। कसरी अब घर चलाउने, के गर्ने होइन, समस्या एकदमै आउँछ दाइ। अनि अहिलेसम्म चाहिँ तपाईँले कसरी चलाइरहनु भएको छ खर्चहरू? योभन्दा पहिला अब घाउ नहुँदाखेरि चाहिँ अब घरमा जसो तसो होइन, अब मेरो बुढीहरूले यस्तै अब बाख्रा कुखुरा चल्ला कुखुरा के भन्छ त्यसरी नै अब चलिरहेको थियो। बाँकी अहिले चाहिँ अब बिरामी भइसकेपछि यता काठमाडौँतिर आइदै यहाँ आइसकेपछि अब उपचारको लागि अब सहयोगद्वारा नै अब सबै सहयोगद्वारा नै, बाँकी त कुनै अप्सनै छैन। सहयोगभन्दा अरू विकल्प नै छैन। म त्यही हो भन्दा होइन, म 6-6.5 महिना पुरै बसेको हस्पिटल, 2वटा हस्पिटलमा बसिँदै। त्यतिखेर खर्च कति लागेको थियो? त्यतिखेर टन्नै लाग्यो दाइ। मेरो 10-12 लाख जति लाग्यो। म 7-8 लाख जति सहयोग गरेर उठाउनु भएको थियो। अब बाँकी 1-1.5 लाख कति हुन्छ घरदेखि पनि अब रसिदहरू काटेर सहयोगद्वारा नै आएको थियो। त्यो पैसाहरू अब आफ्नो भएको अलिअलि बेचबिखन गरेको चल्लाको के हुन्छ होइन, पशुहरूलाई लक्षित बेचेको सबै पैसाहरू गर्दा 10 लाखभन्दा माथि त्यो चाहिँ प्राइभेट अस्पताल थियो दाइ, केएमसी। म त्यतिखेर बेहोस नै थिएँ दाइ। म लगभग 1 हप्तासम्म कोमामा थिएँ, थाहा थिएन मलाई। त्यसपछि म आइसियुमा थिएँ दाइ 17-18 दिन। भेन्टिलेटर के गरेर 1 महिना म टोटली प्राइभेट अस्पताल केएमसीमा म भित्रै थिएँ दाइ। त्यतिखेर चाहिँ पैसा मेरो टन्नै गयो दाइ। सबै पैसा त्यहीँ सिद्धिएको मेरो केएमसीमै। त्यहाँदेखि पैसा सकिए पश्चात सरकारी अस्पताल ट्रमा सेन्टरतिर लागियो। त्यहाँ बस्यो 4-5 महिना, त्यहाँ पनि पैसा टन्नै लाग्यो। अनि त्यसपछि जो तपाईँको अहिले दोस्रो चरणको चाहिँ अपरेसन गर्ने भनेर चाहिँ हामीले आर्थिक सङ्कलन गरिरहेका थियौँ। अनि त्यो दोस्रो चरणको चाहिँ तपाईँको आर्थिक सङ्कलन जो अपरेसनको लागि भन्दैछौँ, अनि त्यो अपरेसन चाहिँ कस्तो हो? तपाईँको चाहिँ त्यही घाउलाई अपरेसन गर्ने हो कि कुन? हजुर, दोस्रो चरणको आर्थिक सङ्कलन भनेपछि पहिलाको जो थियो त्यो चाहिँ अपरेसन भयो र त्यो घाउ हुँदै डाक्टरले डिस्चार्ज गरिदिनु भयो। अहिले छिटो सन्चो हुँदैन, ढिलो हुन्छ भनेर घरै जाऊ भनेको। घर फेरि अब गएर फेरि आउँदाखेरि पैसा धेरै लाग्ने भयो। त्यही भएर हामी यतै कोठा लिएर यतै आफन्तीकोमा बस्यौँ। र त्यो बस्दै गर्दा घाउ बल्ल 1 महिना जति भयो भनौँ न, ठिक भयो। अब चाहिँ अस्पताल जानुपर्छ भन्ने सोचमा छौँ। र अहिले पछिल्लो चरणमा फेरि यो आन्द्राको मेरो डिस्चा गर्ने आन्द्रा काटेको छ, यसको चाहिँ अपरेसन, यसको लागि अपरेसन हो मेरो। अब हेरौँ कस्तो हुन्छ, अब हुन्छ कि हुँदैन। पहिला चाहिँ अब अहिले तत्काल गर्न मिल्दैन, घाउ छ, फेरि गऱ्यो भने फेरि अर्को ठाउँ काट्नुपर्ने अवस्था आउँछ। त्यो भनेर घाउ ठिक भयो भने अनि ठिक भएपछि अब अपरेसन गर्ने भनेर भन्नुभएको थियो डाक्टरहरूले। अब हेरौँ कस्तो हुन्छ। यसपटक जाँदैछु दाइ म अब अपरेसनको लागि। अनि के सोच्दै हुनुहुन्छ अब चाहिँ जिन्दगीमा के गर्न सकिन्छ या के कस्तो भन्ने कुराहरूमा चाहिँ तपाईँ के सोच्दै हुनुहुन्छ? जिन्दगीमा केही पनि गर्न सकिँदैन। त्यही हो दाइ, अब अरूले दिएको खाने हो। अब सबै मेरो त सबै भनौँ न, सबैकै अब खाने बस्ने होइन, अब दिसा पिसाब, त्यसपछि ओर्काउने फर्काउने, त्यसपछि कपडा लगाउने नुहाउने, कोलगेट बुरुस, हरेक चिज अर्कैको सहारामा डिपेन्डेन्ट। मसँग केही पनि छैन। अहिले त्यो कुराहरूमा चाहिँ बहिनीले साथ दिइरहनु भएको छ? एकदमै अहिलेसम्म साथ सपोर्ट धेरै छ। यता बच्चाहरूलाई पनि हेर्नु पर्यो, यता अब मलाई पनि हेर्नु पर्यो। गाह्रो त गाह्रो नै छ, साथ सपोर्ट धेरै नै गरिराख्नु भएको छ अहिलेसम्म चाहिँ। राम्रो अवस्थामा त जो कोहीले पनि साथ दिन्छ, सहारा दिन्छ। अनि यस्तो अवस्थामा पनि तपाईँको एउटा श्रीमतीले चाहिँ साथ दिइरहनु भएको छ। अनि उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ? श्रीमतीले अब बाँकी त के भनौँ होइन, अब मेरो दिसा पिसाब स्याहार सुसार सबै नै गरिराखेका छन्। अब एउटा आमा जस्तै कि
भनौँ न एउटा होइन आमा समान कि आमाले एउटा बच्चालाई स्याहार सुसार गर्नुपर्छ नि त्यसरी नै स्याहार सुसार गरिराखेको छन् मेरो श्रीमतीले अहिले मलाई सबै दिसा पिसाब कपडा लत्ती होइन अब खाने पिने अब सबै उनकै हातबाट हो स्याहार सुसार जस्तो आमाले एउटा बच्चालाई स्याहार सुसार गर्नुपर्छ त्यसरी नै मलाई स्याहार सुसार गरेर बसिरहेछन् अब यसमै खुसी छौँ हामी म चाहिँ बहिनीतिर आउन चाहन्छु अनि यो अवस्थामा तपाईँले आफ्नो श्रीमानलाई सहारा दिइरहनु भएको छ तपाईँ एउटा महान नारी अनि महान श्रीमती हुनुहुन्छ यसको लागि म तपाईँलाई स्यालुट पनि भन्न चाहन्छु तपाईँको परिचय मेरो नाम अनिता पुन मगर अनि यो अवस्थामा तपाईँलाई मनमा चाहिँ के कस्तो खालको विचारहरू आउँछ कहिलेकाहीँ कस्तो सोच्दै हुनुहुन्छ तपाईँले म अरू त केही सोच्दैन यो ठिक घाउभरि सबै ठिक भइदिएको हुन्थ्यो अनि पहिलाको जस्तै बस्ने अब हिँड्न डुल्न त सक्नुहुन्न होला अब त्यही हो बच्चा बच्ची हेर्ने अनि बस्ने मुरलाई सम्झाइ बुझाइ गर्ने त्यतिसम्म भइदिए नि अरू केही नभए पनि उहाँको चाहिँ घाउ निको हुन सकोस् त्यही चाहिँ घाउ नलागोस् हजुर कस्तो महसुस भइरहेछ तपाईँलाई चाहिँ यो अवस्थामा आउँदै गर्दा चाहिँ नै मेरो किस्मतै यस्तै हो मैले जस्तो मेरो किस्मतमा भयो त्यस्तै भोग्ने हो भनेर मलाई त्यस्तो केही सोच्दैन अनि कोही मान्छेहरू त हुन्छन् नि अब सुखको बेला साथ दिने दुःखको बेला चाहिँ सहारा छोड्ने त्यस्तो खालको व्यक्तिहरू पनि हुन्छन् कोही अनि यो अवस्थामा चाहिँ तपाईँले साथ दिइरहनु भएको छ हाम्रो उहाँ भाइलाई अनि उहाँ भाइ चाहिँ उठेर बस्न अवस्थामा पनि हुनुहुन्न अनि यो अवस्थामा चाहिँ तपाईँ उहाँको चाहिँ एकदम 24 घन्टा उहाँको चाहिँ सेवा गरिरहनु पर्ने अवस्था छ अब कसरी चलाउने के गरेर चलाउने भन्ने कुराहरूमा तपाईँलाई त्यो चिन्ताहरू अनि त्यो जो पीडाहरू पनि त आउँछ होला त्यसमा के सोच्दै हुनुहुन्छ अहिले तपाईँहरूले आउँछ पीडाहरू धेरै हुन्छ बच्चा बच्ची छ बुढा यस्तो हालतमा छ अनि कसरी गर्ने के गर्ने आफ्नो केही ऊ छैन गर्ने ठाउँ केही गरेर खाम भन्ने ठाउँ छैन अनि यस्तै हो अब जस्तो हुन्छ त्यस्तै चल्छ भन्दै त्यस्तै आफ्नो मनलाई बुझाउँदै बस्ने के गर्ने अनि के भन्न चाहनुहुन्छ बहिनी जो उहाँको लागि आर्थिक सङ्कलन गर्नुहुने सहयोगी दाताहरूलाई के भन्न चाहनुहुन्छ सर्वप्रथम त सहयोग गर्ने सबै देश विदेशमा बस्नुहुने दाइ दिदीहरूलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु अझै पनि सहयोग रकम पुगेको छैन अझै नै सहयोग गरिदिनु होला भन्न चाहन्छु अन्तिममा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ प्रशान्त भाइ अन्तिममा सम्पूर्ण सहयोगी अब पहिलेदेखि अहिलेसम्म सहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी मनको धनीहरूलाई हृदयदेखि नै एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु भिडियो हेरेर बस्नुहुने दर्शकलाई के भन्न चाहनुहुन्छ सम्पूर्ण दर्शकहरूले भिडियो अन्तिमसम्म हेरिदिनु होला सकेको सेयर गरेर साथ दिनुहोला र सम्पूर्ण दर्शकहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु साथै स्वस्थ व्यस्त मस्तका साथ रहनुहोला